So hi guys, welcome back to my YouTube channel. It's me Kimanari. I hope you हुनुहुन्छ म पनि फिट एन्ड फाइन छु गाइज. हरुको सामने भ्लग एन्ड भिडियो लिएर आइसकेको छु. आज चाहिँ म कहाँ छु भनेपछि तातोपानी छु गाइज. धेरै पछि आछु तातोपानी. ओ माय गॉड. कालो देखियो कि? यता देखियो हुन्छ. म चाहिँ धेरै पछि तातोपानी आछु. कति 5-6 महिना पछि नै आए तातोपानी. फेरि 5-6 महिना पछि नै आउँछु. भाइबा दिन हो यता चाहिँ साथीहरु चाहिँ अगाडि गइसकिछन्. अनि तातोपानीको भ्लग पनि धेरै पछि नै आयो होला जस्तो लागिरह. अनि हामीहरु चाहिँ हिजो नै आइसक्यो. म चाहिँ घरबाट चाहिँ अनि घरबाट भ्लग बनाउने भने त्यस्तै कन्डिसन भयो क्या. त्यस्तै अब के गर्ने भने जस्तो हुन्न हैन. भिडियो बनाउन सोचेको थिएँ त्यस्तै भयो. अनि त्यहीदेखि म नागमादेखि आएँ. अनि हिजो त यतै तातोपानी नै बसेँ. अनि अहिले एकछिन भाइबा छ तल भाइबा दिने. अनि त्यसपछि चाहिँ तातो बजार जान्छौँ होला. पूजाहरू पनि आइछिन्. तिनीहरू क्या तल गइरहेछन् पूजाहरू. अनि रिताहरू चाहिँ तल गइसकिन्. अनि बजार जान्छौँ. बजार चाहिँ कहाँ गुम्बा घुम्न जाने भन्ने हुन्छ कि नै के हुन्छ प्लान थाहै हुँदैन. कतिखेर कसको मोड चेन्ज हुन्छ भने थाहै हुन्न क्या. थाहै हुन्न. हेर्नुहोस् कसै पुरै हरियाली कति छ थाहै हुन्न. अब के कस्तो हुन्छ देखाउँला गाइस. हेर्दै गर्नु होला. पूजा मिस हजुरलाई स्वागत छ. थ्याङ्क यू. थ्याङ्क यू सो मच. कस्तो हरियाली देख्यो त? कस्तो हरियाली होइन. मेरो फेस कालो कालो आएको छ. उता हरियाली आयो. मेरो पनि कालो कालो आएको छ. परमेश आऊ मेरो भ्लगमा. हाई गर. हाई गर. दाइ हाले हाई गर्नु. के भइराछ स्टार्ट? हेलो हजुर नमस्कार. सबैको कडा आउँछ. सबैहरु अब साथीहरु छुटिने दिन पनि आइसक्यो. परमेश ती दुईजनाको छुट्टै कुरा छ माथि. तिनीजना के छुट्टै कुरा त? हामी दुईजनाको एउटा छुट्टै पर्सनल कुरा हो के. तिमी त्यो भ्लगमा नदेखाउला. कसम रम काट्नु है. हेर्नु यता तातोपानी यो पुरै गिरेनास मात्रै लागेर लगाहन सबै. रिता हाई गर. हाई गर बहिनी. हाम्रो खोला रहेछ. कलेज तलतिर बग्ने रहेछ है. यी तलबाट आएको के थाहा भन्नु के? निलो हुने रहेछ के. ओ माय गॉड त्यस्तो है. यतातिरको यतातिरको मौसम हजुरलाई थाहा थिएन. यो कस्तो चिसो हुने रहेछ के यहाँतिर. भयो. अब सर्वे क्याम्प गएपछि भिडियो बनाउनु पर्छ. त्यसपछि अब कहिले भेट्ला परमेश? तिमी आज मेरो भेटै हुँदैन. परमेश र निकीको भेट नहुने त पुरै छैन. कसम नत्र के बात होला. थत्ती हुने कसम. पागल छन् परमेश. परमेश किन दुब्लायो? म मोटा आन्छु क्या. फेरि मैले खाना नखाइकन कम खा गरे. सो गाइस लाग्यो अब बजारतिर. त्यो पूजाको सामान हेर्नु न पर कत्रो लगि छ माथि. बाटो पनि कति अप्ठ्यारो छ. यताबाट जाऊ यो चढ्न जाऊ त्यसपछि माथि जाऊ. माथिबाट यस्तो अघि चाहिँ हामी बजारबाट उताबाट त आइसकेका थियौँ. अब बजारतिर लागि यो तातोपानी टाटा बाई बाई भइगयो. लगाइ अब चाहिँ हामी यो अटोमा जान लाग्यो. बुइन तिमी अगाडि बसियो. म त्यही पछाडि जाउँ. मेरो ब्याग सामान त्यता खुल्लु. लाउनु चलियो गाई चलियो. गाइस यतादेखि माथि जान कस्तो ठाडो छ नि त. त्यही भएर चाहिँ अटो चाहिँ झर्नु पर्यो. अहिले त हामी चाहिँ तलबाट चाहिँ माथितिर आइरहेको छौँ. के गोर्छु के अरे माथि के अरे गुम्बा घुम्न जानेहरू चाहिँ गुम्बा आइसकेको अवस्था. पछाडि हान्दैन फेरि ड्याममै. यतै रहेछ. तर मालपोत आउन गाह्रै रहेछ है. बाइक साइक टक्क नभएपछि हिँड्दै तल अर्को काम गरेर अर्को बाटो फेरि यता आऊ होइन र मिस. कहाँ यो मिस भइ त तर उकालै रहेछ. यो तान्ला त यो स्टाइल छुट्टै छ यसको.
बस्ने हो माया झुटो चल्छ फाइनली गाइज हामी गुम्बा पुगिसक्यौँ आज गुम्बामा खै कसको बर्थडे छ क्या हो यति धेरै मान्छेहरू आएको रहेछन् यिनीहरू चाहिँ खै जुम्ला कहिले नि हेर्न पाएको थिएन अरे के कस्तो हेरिरहेछन् ए बहिनीहरू जुम्ला देखेको थिएनौ तिमीहरूले कहिले नि के साह्रो हेरेको जुम्ला भ्याली हेर्न देख्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ सडक डिभिजन कार्यालय रहेछ यो माथिको चाहिँ अनि तलको चाहिँ मालपोत कार्यालय हो अनि देख्न सक्नुहुन्छ जुम्ला बजार त्यो चाहिँ बोहरा गाउँ हो अनि यो चाहिँ टुडेखेल हो हाम्रो जुम्ला हेर्नु एयरपोर्ट हो मेरो घर चाहिँ कस्तो छेकेको रहेछ कि अनि मेरो गाउँको झन्डा हेर्नु हामी मरेनी गएको थियौँ नि हो त्यो हेर्नु माथि छ अनि हेर्न सक्नुहुन्छ हाम्रो जुम्ला राम्रो जुम्ला हस्पिटल छ यता चाहिँ सो गाइज हाम्रो चाहिँ यो मैले चाहिँ पहिला पनि देखाएको थिएँ तर त्यही पनि यो पटक कतिको फरक भए हेर्नुहोस् नानी तिमी फोटो खिचाउने होइन तिमीहरू किन सिरियस भएको त सबैजना भनेको होइन यहाँ यो फोन आइसक्यो नि त त्यही भएर नखिच्ने कि अब क्यामेरा 16 प्रो म्याक्स आएपछि क्यामेराको बाल दिन्न भन्ने मलाई थाहा छ कि अब तिमी तिनजना मात्रै किन एक्लै बसिसौ त नि सो गाइज अब चाहिँ पुरै देखाएर अब मेरो भेनाजुहरू यतै बसिराख्नु भएको छ म भेनाजुहरूलाई देखाउँछु मान्छे भेनाजु हाई ठिक छ तपाईँ मेरो भ्लगमा पहिला पनि आउनुभएको थियो होइन फर्स्टचोटि कहाँ पहिला एकचोटि हिउँ परेको बेला नि आउनुपर्छ जस्तो लाग्छ सेकेन्डचोटि ए दाई तपाईँ चाहिँ पहिलोचोटि हो उहाँ पनि पहिलोचोटि हो तपाईँ घर कहाँ हो मेरो घर कहाँ अरे गुरासिन हो गुरासिन हो अरे अरू एक दुई शब्द बोल्नु पर्यो घरबाट आएको भेना न भेट्न आयो भेनाजुले मन बिगाडीले क्या गरे भेनाजुले मन बिगाडी नेपालको जहिले सुर्केत भोलि बसीतिर जाउँला साथीहरू कहाँ पर छन् उता पर त्यही बसिछन् साथीहरू दिदी घर मार लिन्छ भिनाजु दिदी गाली गर्नुहुन्न दिदीले कसम गाली गर्नु यस्ता मान्छे त घर गएपछि काम्ने भुन्ने मात्रै हो क्या यो भिडियोबाट दिदी हेरिराख्नु है भिडियो फेरि भिनाजु नि अहिले दिदी चाहिँ गाली गर्नुहुन्न दिदी जस राम्रो मनको छन् जस मलाई चाहिँ राम्रो लाग्छ राम्रो मात्रै हो होइन मलाई चाहिँ उत्तम धेरै राम्रो जस रमाइलो रहेछ तपाईँहरू के तिनैजना चाहिँ आउनुभयो घुम्न अहिले हामी किन अब हामी बुझिसक्यौँ होइन घर अब फ्यामिली भएको एक छोराछोरी भएको मान्छे जाँगर पनि लाग्दैन नाच्न पनि लाज लाग्दो साले चाहिँ के हाल्ने ए होइन चाहिँ यस्तो के नहुँदा अरू के छ सालीको हालखबर सालीको एकदम फिट एन्ड फाइन छ बिना चाहिँ के हेर्नु पानी कहाँ छ त ए कठैबाट भिना चाहिँ पैसा निकाल्दा मत्तै लिएर आऊ है हैन भिना चाहिँ पानी खानु नै ठुलो कुरा यति टाढा आइकन यस्तै छ होइन खुसी हुनुपर्छ मेन कुरा तर यो कस्तो दामी रहेछ हैन हेर्नु त कस्तो दामी नगेस म भ्यू देखाउँछु ल सिकाइदिनु पर्छ सो गाइज आज चाहिँ नेक्स्ट डे यता काम आएर चाहिँ भिडियो बनाएँ म चाहिँ घर आउन लागिसक्यो नि त यो त्यो गाडी चाहिँ यतासम्म जानु ला त्यही भएर चाहिँ यतै रोकिरहेको अवस्था म पढेको स्कुल यतै हो गाउँ हामी त्यो उकालो जाँदासम्म कस्तो गाह्रो हुन्थ्यो यतिखेर डगुँदै हतार गरेर जान्थ्यौँ स्कुलको माया लाग्छ सो गाइज म चाहिँ बिरामी भयो त्यो भिडियो चाहिँ नेक्स्ट डेको भिडियो चाहिँ फेरि लगाउनु गर्न पाएन त्यति नै सीमित भयो
अब हजुरहरूले कस्तो लाग्यो लास्टसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। आज चाहिँ म ब्लग यतै इन गर्छु। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नछोड्नु। बाई।